त्यही सोध्ने क्वेसन चाहिँ अहिले लाइक युएसको भिजा इन्टरभ्यूमा मोस्टली हुन्छ नि मोस्टली कमन आस्क क्वेसन चाहिँ के हो भन्ने खालको क्वेसन छ क्या। ओके, यो कुरा जो अब युएस एप्लिकेन्ट हुनुहुन्छ सबैजना, यो कुरा एकदम थाहा हुनुपर्ने कुरा हो। यो यस्तो हो कि अब ठ्याक्कै यही क्वेसन सोध्छु भनेर त तपाईँले त्यही कुरालाई भन्ने वे फरक हुन्छ, मैले त्यही कुरालाई एक्सप्रेस गर्ने वे फरक हुन्छ। हामी फरक हो, हाम्रो ल्याङ्ग्वेज फरक छ। लाइक ल्याङ्ग्वेज एउटै भए पनि त्यो पोख्ने तरिका फरक छ नि त, होइन? हो, त्यो भनेपछि एउटा टपिक दिन सकिन्छ, होइन? त्योभित्र अनि आफै अब प्याराफ्रेज गर्दै आउने हो क्या क्वेसन्सहरू। जस्तो अब ओके ल, फाइनेन्सियल को सोध्छ तिमीलाई क्वेसन्स भनेपछि यु हेभ टु बी प्रिपेयर वाट यर फादर मदर डज, अनि हु आर यु स्पोन्सर्स, हाउ मच दे अर्न, उहाँहरूको बिजनेस चाहिँ सो गरेको छौ भने, मोस्टली बिजनेस चाहिँ सो गर्छन् होइन, बिजनेस सो गर्छ भने कतिजना वर्कर काम गर्छ, त्यो कुरा ओभरअल डिटेल थाहा हुनु पऱ्यो फर्स्ट। अर्को टपिक भनेको तिम्रो प्लान आफ्टर ग्रेजुएसन, तिमी ग्रेजुएसन पछि के गर्छौ, बिकज युएसमा जो पनि आउन खोज्छ भिजा इन्टरभ्यू दिन्छ, भिजा अफिसरको मेन उनीहरूको मोटिभ भनेको यो मान्छेले गएर गर्न खोजेको चाहिँ के हो, अमेरिकाको यो आउने यत्रो इन्टेन्ट राखेको चाहिँ के हो, होइन? साँच्चीकै पढ्नै जान थाले हो कि न हाम्रो कन्ट्रीलाई नै हार्म गर्न जान थाले हो कि, होइन? अनि यहाँ अर्को मेन थिङ भनेको उनीहरूलाई फाइनेन्सियली बढी अलिक फोकस गर्ने कारण किन भन्दाखेरि अस्ट्रेलिया क्यानाडाभन्दा बढी यहाँ तिमीहरूलाई आउट अफ क्याम्पस वर्क 1 घन्टा पनि एभाइलेबल छैन। यो कुरा एकदम क्लियर हुनुपर्छ है। यहाँ वर्क पर्मिट 1 घन्टा पनि छैन स्टुडेन्टलाई, अफ क्याम्पस 1 घन्टा पनि छैन। अन क्याम्पस 20 आवर्स हो, अनि समरमा 40 आवर्स हो अन क्याम्पस, होइन? अनि एज लङ एज तिमीले सिपिटी लिन्छौ भने त इट्स डिफ्रेन्ट, होल डिफ्रेन्ट थिङ। त्यसैले फाइनेन्सियल कुरा एकदम स्ट्रङ देखाउनु पऱ्यो। आफू किन आउन लागेको प्लान आफ्टर ग्रेजुएसन राम्रो हुनु पऱ्यो। विच मेजर, एकदम मेजरको रिलेटेड क्वेसन त सोध्छ नि, किनकि तिमी के कुरामा आउन लागेको तिमीलाई थाहा हुनुपर्छ त्यसको बारेमा। मेजरको बारेमादेखि लिएर त्यो युनिभर्सिटी कस्तो छ, त्यो युनिभर्सिटीमा इन्टरनेसनल स्टुडेन्टको रेसियो कति छ, प्रोग्राम कस्तो छ, इन्टरनेसनल स्टुडेन्ट ओके यति धेरै युनिभर्सिटी त त्यही युनिभर्सिटीमा किन जान थालेको त, त्यो एउटा उनीहरूलाई त चाहियो नि त, त्यही युनिभर्सिटी किन यसले चुज गर्यो। यदि यस्तो हो कि अब यहाँ युएस एप्लिकेन्ट कति धेरै छ, कोही आफ्नो भित्र इच्छाले गर्छ भने कोही साथीभाइको लैलेमा लागेको छ। जसले भित्र इच्छाबाट गर्छ त्यसलाई त थाहा हुन्छ म किन जान थालेको, मैले के गर्न थालेको त्यहाँ गएर, कुन चाहिँ युनिभर्सिटी म जान्छु, कतिवटा युनिभर्सिटी खोज्छु। उनीहरूले क्वेसन्स होल लट जे पनि सोधिदिन सक्छ कि तिमीलाई ल ओके तिमी कम्प्युटर फिल्डमा पढ्न आइरहेछौ भने तिमीलाई केही न केही कम्प्युटरको बेसिक नलेज हुनुपर्छ, उनीहरूको थटमा हुनुपर्छ एउटा राम्रो स्टुडेन्टलाई। तिमीलाई C++ र जाभाकै डिफ्रेन्स थाहा छैन, दुइटाले के गरी काम गर्छ, पाइथन कहाँ युज हुन्छ, त्यो काम थाहा छैन भने तिमी त्यो युएस आउनु एबल छैन भनेर उनीहरूको थटमा हुन्छ। कसैलाई भले त्यो क्वेसन नसोध्ला, कसैलाई मेजरको क्वेसन सोध्ला, तर यु हेभ टु बी पुरै कुराहरूको लागि प्रिपेयर के, जस्तो कुरा नि क्वेसन नि सोधिदिन सक्छ कि तेरो तैँले प्रोफेसरहरूलाई मेल गरेर सोधाछस् कोर्सको बारेमा भन्नु पनि सोधिन सक्छ। जे जस्ट वान्ट टु ट्र्याप यु इन लाइक एउटा होलमा ट्र्याप गर्न खोज्छ, अनि हाउ यु ट्याकल दिस थिङ्स, अनि कसरी आउँछौ कि जसले इजिली ट्याकल गर्छ, इजिली क्वेसन्स भन्छ। एन्ड यु हेभ टु बी अनेस्ट, स्मार्टली अनेस्ट, नट अनेस्ट भन्नु, स्मार्टली अनेस्ट हुनुपर्छ त्यहाँनिर। आफूले केही कुरा झुटो बोल्दैछौ भने भरे त्यो झुटो बोलेको कुरालाई ब्याकअप दिन सकोस्, आफूसँग चाहिँ त्यति क्यापेसिटी होस्। त्यही भएर एउटा टपिक सर र टपिक लिस्टिङै गरिदिनु पऱ्यो। इनलिस्टेड गरिदिने हो भने फाइनेन्सियल, तिम्रो मेजर, ग्रेजुएसन पछि के गर्छौ, अनि त्यसपछि तिमीले युएसए नै किन चुज गर्यौ, होइन? अनि तिम्रो त्यो फिल्डमा त्यो कोर्स चुज गर्नुको कारण चाहिँ के हो, त्यो कोर्स चुज गर्ने कारण के हो भनेर क्वेसन्स आउँदाखेरि चाहिँ धेरैजनाको मैले कन्फ्युजनहरू यताउति देख्छु, होइन? कसैले भर्खरदेखि मलाई इन्ट्रेस्ट भएर यताउति गरेर अनि म यो लकडाउनको टाइममा यस्तोमा इन्ट्रेस्ट गयो अनि म जान्छु त्यो भनेर भन्नु भन्दाखेरि आफू नै त्यस्तै इन्भाइरोमेन्टमा रेज भएँ, मेरो दाइ दिदी त्यही इन्भाइरोमेन्टबाट आयो, मैले बच्चैदेखि यो कुरा सिकेँ, होइन भनेर त्यो पेरिफेरी आफ्नो चाइल्डहुड इन्ट्रेस्ट देखाउँदाखेरि एकदम राम्रो हुन्छ। किनकि उनीहरू पनि मान्छे हो, ह्युमन इमोसन भन्ने हुन्छ क्या। अनि उनीहरूलाई चाहिँ के हुनु पऱ्यो भन्दाखेरि तिमीलाई त्यो भिजा कति इम्पोर्टेन्ट छ भनेर तिमीले त्यो सो गर्न सक्नु पऱ्यो। त्यो बिना तिम्रो लाइफै एकदम अन्धकार छ, नेपालमा केही छैन, त्यो भिजा पाइनँ भने मैले नेपालमा मेरो यो ड्रिम टुट्छ भन्ने टाइपले भन्नु पऱ्यो। त्यही नै हो। त्यो मोस्टली हुन्छ नि, मोस्टली आस्क क्वेसनमा त त्यही हो, फाइनेन्सियल एकदम धेरै। अनि त्यही कसरी एन्सर गर्ने भनेर चाहिँ क्वेसन थियो कि एउटा भाइले सोधेको थियो मलाई, होइन?